यतै पेले है उता आउने यतै पेले है अनि कहाँ जानु त अनि लास्टै जाम है जाम लगायत आजको इन्कम चाहिँ मेरो कति भएछ भनेदेखि चाहिँ मैले इन्डाइभमा 17 राइड गरेको छु होइन 17 राइडमा चाहिँ बिहान कति बजे भनेदेखि 10 बजेबाट अहिले कति बजे 8:30 बजे 8:30 हुनलाई 7:28 भएछ 7:28सम्म चाहिँ मैले कति इन्कम गरेछु भन्ने चाहिँ तपाईँहरूलाई देखाउँदैछु है अनि त्यो इन्डाइभमा आज चाहिँ मैले चाहिँ 150 भनेपछि 150 इन्कम गरेछु है मैले आजको इन्कम चाहिँ यो हो अनि गाइज अनि यो इन्कम चाहिँ अब तपाईँहरूलाई कहाँ चाहिँ तपाईँहरूले लगानी गर्दाखेरि चाहिँ बेस्ट हुन्छ होइन सो कमेन्ट गर्नु होला त्यही भने आज त कस्तो भइदियो क्या यार एउटा टिप गतिलो नपाएको भने क्या मा कसम यार अब तेलको भाउ टुप्पीमा पुगिसक्यो अनि त्यही माथि पनि अब छैन यार के हो यस्तो भने काठमाडौँको मान्छेहरू चाहिँ कता गयो होला क्या है यो 150 चाहिँ केमा लगानी गर्दाखेरि चाहिँ उचित हुन्छ सो कमेन्ट गरिदिनु होला है आजको इन्कम मेरो अनि अब म चाहिँ फाइनली रुम जाँदैछु 7:30 पनि भइसक्यो भोक पनि लागिसक्यो अनि खानासाना खानुपर्ने हुन्छ गएर अब यो वनस्थली 22 धाराको यो चोकमा चाहिँ लास्टै जाम हुन्छ क्या उतातिर जाने बाटोमा यार लास्टै जाम एक दिन होइन 2 दिन होइन सधैँ जाम हुन्छ यार यहाँनिर ल हेर्नुहोस् त कति जाम छ ओ माई गड लास्टै जाम है जाम अब यो क्रस पर्ने छ नि त यहाँ अगाडिबाट अब यहाँबाट उता बालाजु जाने अनि यताबाट उता मासतिर के भन्छ जाने चाहिँ बाटै थाहा हुन्न यार मलाई बालाजु हाइट ओ माई गड बालाजु हाइट अनि कि रानीवन जाने बाटो हो यो चाहिँ लास्टै जाम हुन्छ जहिले आउँछु म जहिले यो बाटो आउँछु जहिले जाम भइरहेको हुन्छ है यताबाट जाने उतै जोत्या छ निस्किनै पाउँदैन भने जानुहोस् हजुर जानुहोस् पुरै छ है ट्राफिकै छैन क्या यहाँनिर त्यही भने क्या अब यताबाट जाने नि यतै पेले है उता आउने यतै पेले है अनि कहाँ जानु त अनि भन्ने लास्ट टाइम म यहीँ पसिरहेको छु भए पनि छिरिहाल्दैन नि यार यत्रो जामै हुँदैन हो भने कसम पुच्यो गाइत्यो यहाँ त फेरि खत्रै उकालो छ नि यार 22 धाराको माथिको उकालो यार 3 गियरमा तानिरहेछ मेरो गाडीले सिङ्गल यार मार्नै पर्छ बसन्तीलाई त यार जस्तो तस्तोले तान्दैन नि फेरि हो भने अपाचीको आरटिआरको विशेषता चाहिँ मलाई यही फाइदा लाग्छ क्या यार के हुतुत गर्छ त तेल भ्याइयो क्या ल पिकअपै दिएन त गाडीले तेल भ्याइयो के भयो तेलै भ्याइयो है क्या आयो 36 मा त नभ्याउनु पर्ने तपाईँ ल अनि खतरा भइगयो त नि यार
पेट्रोलै भ्याइयो छ कि क्या रिजर्भमै चलाइरह हो ए यार खत्रै हाँसो छ त यार मान्छेलाई यहाँ तेल सकेर छ त तेल त यार तेल धेरै खाइरहेको छ महाकसम तेल भ्याइयो बेलामा तिमी हाँस्छौ फेरि ल हैज रुमसम्म नि पुग्दैन है क्या हो त्यसले त रुमसम्म चाहिँ पुगोस् है महाकसम यार बिजोग चाहिँ नहोस् यार हो नि तेलै सकिन लागेको छ हैज कस्तो टेन्सन भयो नि त नि अब हैज भ्यायो भ्यायो रुम आउँदै क्रममा चाहिँ तेलै भ्याइयो भने यार त्यसका तिमीसँगै मायामा 36 किलोमिटर पनि कुदेन त आज त यार के हो पारा यार 36 पानीमा आइस हाल्यो खायो अरे के हो त्यस्तो पानीमा आइस हालेर खाँदा पानीमा आइस हालेर खाँदा चाहिँ के हुन्छ कस्तो बिजो भयो नि यार आउँदा आउँदै पेट्रोल भ्याइएर यार बालाजुको उकालोमा यार भ्याइन्थेन होला क्या त्यो जामले गर्दा पनि भ्याइयो कि जस्तो लाग्यो किनकि त्यहाँ अब धेरै हुत्ता हुत्ता गऱ्यो नि त थाकियो यार आराम हुनुहुन्छ फ्युल गएछ क्या राइड जाने क्रममा चाहिँ फ्युल गएछ क्या फ्युल नहालेर गएको हो नि त हाले भए त जान्थेन होला नि त है के अनुमति लाग्यो यार यो भन्दा बिजोग के हुने भयो त अर्को त यार आकसम कुद भाइ इलेक्ट्रिक गाडी
तेल भ्याएर कस्तो बिजोग भयो नि त माको समय। कम त साह्रो बिजोग भएन यार। चप्पल झर्ने तेल सकिने। हैट हो यतै भयो नि आज त। अब फेरि यतातिर नजिक छैन कि अब होइन उहीँ गएर ग्यारेजमा भाइसँग मानिलिङ हाल्ने हो। राति राति यस्तो यहाँभन्दा तल चाहिँ ओह्रालो छ, ओह्रालोमा चाहिँ कुद्छ बाइक मेरो गुटुटु। महाकसम यस्तो बिजोग भएन यार तेल सकेर। ल ओह्रालो त फेरि रन्किन्छ नि भाइ। डन आयो डन, बाटो खाली गर। लास्टै टेना भइदियो नि आउँदा आउँदै तेल भ्याइएर यार। तेलै भ्याइदिइरहेको यहाँ आइपुग्दा। अब यहाँभन्दा यहाँबाट त सुई जान्छ नि त। धन्न ओह्रालो छ र आज सुख पाइयो यार। यस्तो बवाल भएन महाकसम यार, तेल भ्याइएछ यार। मैले होइन दुई लिटर हाल्दाखेरि के 1 लिटर हाल्दाखेरि त 36 मात्रै दियो क्या माइलेज आज यार। सधैँ त अब दिन्थ्यो क्या टन्नै यार। माइलेज कति दिन्थ्यो भनेदेखि कुद्यो है यहाँबाट चाहिँ। रुमसम्म चाहिँ पुगेँ महाकसम, लडेर भने पनि। अरूमा चाहिँ नपुग, रुमसम्म चाहिँ पुगोस् तेलले यार, बेजेत हुन्छ फेरि। महाकसम पुगो पुगो। बुढा टाढै हिँडे क्या। तेलै भ्याइयो भने आएको चाहिँ आउँदा आउँदै यार। छिटै आएको त कहाँ ढिलो हुन्छ, काम गर्नु पर्दैन।